रहेको त्रिशुली बजार, जहाँ इतिहास, व्यापार, संस्कृति र त्रिशुली नदीको सुन्दरता एकै ठाउँमा भेटिन्छ। त्रिशुली नदीको किनारमा फैलिएको यो बजार नुवाकोटको महत्त्वपूर्ण व्यापारिक तथा आवागमनको केन्द्रका रूपमा परिचित छ। बजारको चहल पहल, मानिसहरूको दैनिक जीवन र त्रिशुली नदीको निरन्तर बहावले यहाँको वातावरणलाई अझ विशेष बनाएको छ। यही त्रिशुली नदीमाथि बनेको पुरानो पुलले वर्षौंदेखि मानिसहरूलाई जोड्दै आएको छ। यो पुल केवल नदी पार गर्ने माध्यम मात्र होइन, यस क्षेत्रको यात्रा, व्यापार र पुराना सम्झनासँग जोडिएको एउटा महत्त्वपूर्ण चिनारी पनि हो। समयसँगै आवश्यकता बढ्दै गयो अनि त्रिशुलीमाथि नयाँ पुल निर्माण भयो। नयाँ पुलले आवत जावतलाई सहज बनाउनुका साथै नुवाकोटका विभिन्न क्षेत्रलाई अझ नजिक ल्याउने काम गरेको छ। एकातिर पुरानो पुल जसमा इतिहासका अनेकौं सम्झना जोडिएका छन्, अर्कोतिर नयाँ पुल जसले विकास र नयाँ सम्भावनाको बाटो देखाइरहेको छ। त्रिशुली बजारमा आउने जो कोहीले यहाँको बजारको चहल पहलसँगै त्रिशुली नदीको प्राकृतिक सुन्दरता र पुलहरूको दृश्य पनि अवश्य महसुस गर्न सक्छ। नुवाकोटको यो ठाउँ केवल एउटा बजार होइन, यो त पुरानो इतिहास र नयाँ विकासलाई एउटै दृश्यमा देख्न सकिने सुन्दर ठाउँ हो। त्रिशुली बजार, त्रिशुली नदी र नदीमाथिका यी पुलहरू नुवाकोटको बदलिदो समयका सुन्दर कथा हुन्। जोड्ने पुल पनि बगेको छ। ड्रोनको फुटेज दर्शकवृन्द, तपाईलाई हामीले यो त्रिशुली नदी आसपास रहेका ड्रोनको फुटेज देखाइरहेका छौँ र हामीले दिवस बस्नेतको दर्शकवृन्द, तपाईलाई हामीले यो त्रिशुली नदी आसपास रहेका ड्रोनको फुटेज देखाइरहेका छौँ र हामीले दिवस बस्नेतको फेसबुक वालबाट यो फुटेज प्राप्त गरेका हौँ र तपाईहरूलाई देखाइरहेका छौँ त्रिशुली ढुङ्गे आसपासका यो ड्रोन फुटेज। यहाँ चाहिँ सयौँ घरहरू यसरी डुबानमा परिएको छ र यतिखेर यो चाहिँ बगरमा परिणत भएको छ। यो चाहिँ चाइनाबाट आएको हिम पहिरोको बाढी भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र विशेष गरी यो पहिरोले ठुलो विनाश निम्त्याएको छ। देशको धेरै ठाउँहरू ध्वस्त बनाएको छ। अधिकांश रसुवाको टिमुरेदेखि चाहिँ अत्यन्तै धेरै क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र टिमुरेमा चाहिँ अलि धेरै जनधनको पनि क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र यति बेला तपाईँहरूलाई हामीले त्रिशुली आसपासका ड्रोन फुटेज देखाइरहेका छौँ। यो बाढी कसरी आएको थियो, बाढी चाहिँ बजार क्षेत्रमा कसरी बेगसहित पसेको थियो भन्ने हामीले तपाईँलाई दृश्यमा देखाइरहेका छौँ र यहाँ बनेका हाइड्रो पावरहरू पनि नरहेको पनि हामीले तपाईँलाई देखाइरहेका छौँ र अहिले चाहिँ यो विशेष गरी चाइनाबाट आएका जुन यो बाढीले अत्यन्तै ठुलो क्षति पुर्याएको छ। देशमा ठुलो सङ्कट निम्त्याएको छ र ठुलो जनधनको क्षति भएको आकलन गरिएको छ र अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण यकिन भएको छैन। ठाउँ ठाउँमा अझै पनि चाहिँ आउने क्रम जारी रहेको भन्ने पनि हामीले जानकारी प्राप्त गरेका छौँ र अझै पनि केही त्यहाँ माथि चाइनामा रहेका केही ड्यामहरू फुट्न बाँकी रहेको र ती चिजहरू पनि आउन बाँकी रहेको भन्ने पनि हामीले सुन्नमा आएका छौँ। हेर्नुहोस् है, हामी